world is not changing, it is transforming, and history is watching. Welcome to Geopolitical Monologue with Jason. नमस्ते, यहाँलाई मेरो अर्को अन्तरसंवादको एपिसोडमा स्वागत छ। आज चाहिँ यो समसामयिक विषयमा आज जे भइरहेको छ यो घटनालाई अझै गहिराइसम्म बुझ्ने हो भने यो ग्रेटर पावर पोलिटिक्सको एङ्गलबाट हेर्दा अलि केही प्रष्ट होला कि जस्तो लागेर यहाँहरू समक्ष आएको छु। अहिले हाल जुन यो इरानसँग भइरहेको युद्ध छ, जुन 40 दिन सशस्त्र युद्ध चल्यो, अहिले सिजफायरको अवस्था छ। त्यो बेला इरानले हर्मुज बन्द गर्यो। त्यो बन्द गरे लगतै के देखियो भने अरू त्यहाँको जहाजहरूलाई फरक परे पनि चाइनिज जहाजहरू चाहिँ निर्वाध रूपमा उनीहरू चलिरहेको देखिन्थ्यो, जस उनीहरूलाई छुट दिएको थियो। र अहिले हेर्दा यो सिजफायर भइरहेको जस्तो देखिन्छ, तर युद्ध भनेको कहिले पनि एउटै डोमेनबाट मात्रै लडिँदैन। यो अरू धेरै डोमेनहरू हुन्छन्। यो सैन्य युद्ध एउटा भयो, तर ग्रेटर पावर हुनलाई जुन चाहिँ दुईटा क्राइटेरिया हुन्छ, एउटा चाहिँ सैन्य शक्ति र अर्को आर्थिक शक्ति, इकोनोमिकल पावर। त्यो एङ्गलबाट हेर्दा अहिलेको यो ब्लकेड, माथिको ब्लकेड चाहिँ मलाई जहाँसम्म लाग्छ यो इकोनोमिक वारतिर परिणत हुन थाल्यो कि जस्तो लाग्न थाल्यो मलाई चाहिँ। अब यो खालको व्यवहार मानिलिउँ पहिला पनि भएको थियो। पहिलो विश्वयुद्धमा ब्रिटिसहरूले जर्मनहरूलाई ब्लकेड लगाएकै थिए। अब त्यसमा स्ट्राटेजिकल कस्तो अहिलेसँग मिल्न आउँछ भने उसले सोझै गएर जर्मनीको पोर्टमा गएर नाकाबन्दी गरेन, तर उसले यता इङ्ग्लिस च्यानल र यो नर्थ सीतिर गएर उसले यो ब्लकेडहरू लगाए। पछि लाइसेन्स सिस्टमहरू लागू गरे, त्यहाँ कडाइ गरे। त्यसपछि त्यसको रियाक्सन चाहिँ के आयो भने जर्मनहरूले पछि युबोट चलाएर त्यहाँ पछि एकदम फेमस सबमरिन वारहरू भएको छ त्यहाँ। अब यो खालको व्यवहार फेरि दोस्रो विश्वयुद्धमा पनि यथावत रह्यो। 1941 मा युएसले जापानलाई ओइल इम्बार्गो लगाएको हो र जापानको जहाँसम्म लाग्छ 80% जति अहिलेको जस्तो यो तेल जुन चाहिँ अवस्था छ, ऊ अहिले पश्चिम एसियासँग 93% ले ऊ भर परेको छ भने त्यति बेला ऊ युएसको तेलसँग 80% ले भर परेर बसेको थियो। त्यो अवस्थामा पछि युद्धमा जाने भइसकेपछि अमेरिकाले उसलाई ओइल इम्बार्गो लगायो। तर चाइनाभित्र जब जापानिजहरू छिरे 1937 मा, त्यति बेला पनि त्यो इम्बार्गो लगाएको थिएन। जब पछि फ्रेन्च कोलोनीहरू यो साउथ इस्ट एसियामा फ्रेन्च कोलोनीहरूमा जापानिजहरूले आक्रमण गर्न थाले, त्यसपछि बल्ल उनीहरूले यो इम्बार्गो लगाउन थाले र त्यसलाई पछि गएर ब्रिटिस र डचहरूले पनि सपोर्ट गरेका थिए। अब यो तरिकाको यो जुन युद्ध भइरहेको छ,
जब लडाइँ लडिन्छ, युद्धहरू लड्दै जान्छ, युद्ध लड्दादेखि लिएर त्यहाँ आउने चेन्जेसहरूले मान्छे अथवा नेतृत्वको व्यवहारहरू चेन्ज गर्दै लिएर जान्छ। जहिले पनि त्यो व्यवहार भनेर त कन्स्ट्यान्ट बनेर बस्दैन नि। कुनै घटनाक्रमले कतातिर मोडेर लान्छ, त्यसपछि मान्छेले गर्ने त्यो व्यवहार पनि फरक हुँदै लिएर जान्छ। फरक गर्दै जान्छ भनौँ, सरी। अब अहिले आएर हेर्दा जुन किसिमको यो देखिएको छ, उसले केही समय अगाडि इन्डो पेसिफिक रिजनमा पनि उसले त्यहाँ भेसलमा ओर्लेर भेसल सिज गरेको छ। ब्लकेडमाथि ब्लकेड हुँदै उसले आफ्नो यो जुन चाहिँ क्षेत्र छ ब्लकेडको, त्यो बढाउँदै लिएर गएको छ। अब पहिला पर्ल हार्बरसम्म आउनलाई पनि यही खालको ब्लकेडले व्यवहार गर्न बाध्य बनाएको थियो। पछि जर्मनीले पनि जुन तरिकाले आक्रमण गर्दै गए, त्यो पनि लगभग त्यही ब्लकेडको कारणले थियो। र अहिले जुन तरिकाले यदि यो ब्लकेड गर्दै लिएर जाने हो र यदि उसले चाइनाको यो इकोनोमीलाई स्लो डाउन गर्ने, किन इकोनोमिकली चाइनाले जित्दै गएको छ, मिलिटरीली रसियाले जित्दै गएको छ भनेपछि यो दुइटै डाइनामिक्सबाट हेर्दाखेरि उसले अब चाइनालाई यता मिलिटरीली मात्रै होइन कि उसले आर्थिक रूपले पनि उसलाई त स्लो गर्दै लिएर जानु पर्यो। जुन तरिकाको उसको यो ऱ्यापिड ग्रोथ भएको छ, त्यो ग्रोथ हुने क्रमलाई उसले स्लो गर्दै लिएर जानुपर्ने हुन्छ। रोक्न सक्ने अवस्था त हुँदैन होला, तर त्यो खालको स्लो डाउन गर्ने वातावरण चाहिँ उसले बनाउँदै गएको जस्तो देखिन्छ। अब यदि यो ब्लकेड पछि पनि काम भएन भने यसको एक्सटेन्सन कहाँसम्म जान्छ भनेर हेर्नलाई चाहिँ एकचोटि यो म्यापमा हेरौँला। अहिले भइरहेको जुन चाहिँ ब्लकेड छ, यो ब्लकेड भनेको यो ठाउँको भयो। यहाँ भयो स्ट्रेट अफ हर्मुज, यहाँनिर बन्द भइरहेछ, यता तल ब्लकेड गरेर बसिरहेको छ। अब अस्ति गएको जुन चाहिँ भेसल रोकियो, त्यो भेसल रोकिएको चाहिँ अर्को म्यापमा रिफर गर्दा चाहिँ यो ठाउँमा जस्तो देखाएको छ, भनेपछि श्रीलङ्काको तलपट्टि भयो यो। अब उसले व्यवहार चेन्ज नगर्ने हो भने भोलि गएर कस्तो अवस्था आउनेछ भने उसले आफ्नो क्षेत्र त बढाउँदै गयो, लास्टमा नभइसकेपछि उसले कुनै न कुनै रूपमा एउटा क्रिटिकल ठाउँमा त उसले रोक्नुपर्ने हुन्छ। यो व्यवहार चेन्ज गर्दै लिएर जाने तरिकाले एनालाइज गर्दाखेरि चाहिँ अब त्यो हेर्दाखेरि चाहिँ के देखिन्छ भने यो अहिले ब्लकेड भएको ठाउँ त यो भयो, तर यो जुन चाहिँ ठाउँ छ यसलाई मलाका स्टेट भन्छ। यहाँनिर यो मलेसिया भयो, मलेसिया, यहाँ तल सिङ्गापुर भयो, यो सुमात्रा, यो यतादेखि इन्डोनेसिया सुरु भयो। अब यो उसको ट्राफिक हेर्नुभयो भने यहाँहरूले यसरी छ। यो चाइनिज पोर्टबाट यो हुँदै 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 गएर यताबाट आउनुपर्ने छ, तर यता तल पनि अर्को एउटा छ, यता चाहिँ लाम्बुक भन्छ, यतापट्टि चाहिँ यो सुन्दा कि के भन्ने ठाउँ छ। यो दुइटा यहाँबाट पनि पास भइरहेको हुन्छ, यहाँबाट यो जकार्ता भयो, यहाँनिर आइरहेको हुन्छ, अर्को चाहिँ यतापट्टि पास भइरहेको हुन्छ। तर यो ठाउँमा चाहिँ पहिला सुनामी गएकोले उनीहरूले ट्राफिक कम गरेको छ, तर यहाँनिर पनि फेरि यो त्यति गहिराई धेरै छैन यसमा। यो सरी, यतापट्टि धेरै गहिराई नभएको अरे यताबाट जान सकिन्छ उनीहरूको जे होस्। अब उनीहरूले केही गरी यो ठाउँमा, यो मैले जुन सर्कल गरिरहेको छु, यो ठाउँमा उनीहरूले केही खालको घटना घटाए, अथवा भनौँ यताबाट हामीले रोक्न खोजेको सिप यहाँबाट भित्र गयो
र त्यहाँभित्र गइसकेपछि यता अथवा के अरे थाइल्यान्डलाई भनौँ अथवा इन्डोनेसियालाई भनौँ, कसलाई अब रोक, यिनीहरूलाई रोक्नु पऱ्यो, क्याम्बोडियालाई गएर यसलाई रोक अथवा फिलिपिन्सलाई गएर यसलाई रोक भन्यो नि उनीहरूले गएर रोक्छ कि रोक्दैन त्यो पनि हेर्नुपर्ने हुन्छ। अब यदि उनीहरूले गएर रोक्न खोज्यो भने यसको यो के भन्छ यसको रियाक्सन चाहिँ चाइनिजहरूले कसरी गर्छ भनेर हेर्नुपर्ने हुन्छ। अब यो ठाउँमा रोक्दाखेरि चाहिँ यो उसको चाइनिजहरूको ट्रेडलाई हेर्दाखेरि चाइनिजहरूको एउटा ग्राफमा हेर्दा के देखिन्छ भने अहिले जुन चाहिँ कन्फ्लिक्ट भयो त्यो कन्फ्लिक्ट भएको ठाउँले गर्दा उसको लगभग तेलको जुन चाहिँ आपूर्ति छ यो भेनेजुएला, रसिया, अब अदर अमेरिकाज भनेर भनेको छ, त्यसपछि अफ्रिका, एसिया पेसिफिकबाट भयो। त्यसले गर्दा उनको यो अहिलेको एनर्जी सेक्युरिटीमा चाहिँ लगभग 50% जस्तोले उसलाई इफेक्ट परिरहेको छ भनेर भन्छ यसमा। अब उसको त यो एनर्जी भनेको त एउटा र मटेरियल मात्रै भनौँ न, यसको त फेरि उसको जे छ त्यसपछि त्यो र मटेरियलले प्रड्युस गरिसकेपछिको उसको भ्याल्यु चेनको कुरा हुन आउँछ। अब त्यो भ्याल्यु चेनमा हेर्दाखेरि चाहिँ कस्तो देखिन्छ भने उनीहरूले इम्पोर्ट र एक्सपोर्ट दुइटा हेरौँ। अब इम्पोर्ट चाहिँ उसको यो तेलहरूको मलाका स्टेटबाट बढी देखिन्छ र एक्सपोर्ट त्योभन्दा अलिकति कम देखिन्छ। यसरी जापानको, साउथ कोरिया, अस्ट्रेलिया, फिलिपिन्सले पनि त यो ठाउँ चलाउँछ, उनीहरूलाई पनि त यो यसले गर्दाखेरि उनीहरूलाई पनि त यो इफेक्ट त पर्छ नै। अब यसमा हेर्दा चाहिँ टोटल ट्रेडमा चाइना, जापान, साउथ कोरिया, अस्ट्रेलिया र फिलिपिन्सलाई यो मलाका स्टेट कति इम्पोर्टेन्ट छ भन्ने यो कुरा हामी देख्छौँ। मलाका स्टेटबाट जहिले पनि पास हुने यो सामानहरूको लिस्ट हेर्दा सिपिङ कन्टेनर, इलेक्ट्रोनिक पार्ट्सहरू छ, ग्यास ट्याङ्करहरू छ, ड्राई बल्क क्यारियर भनेर छन्, त्यसपछि यो ठुल्ठुलो भेसलहरूको छ, जेनरल कार्गो, अब यो एलएनजी, एलपिजीहरू अनि गाडीहरू लगभग यो मलाका स्टेटबाट पास भइरहेको हुन्छ। अब यो म्याप हेर्दा हामीले के पनि देख्छौँ भने यो सबै यो हेर्नु हो भने यो सबै यो जहाजहरू हुन्। यिनीहरू यति धेरै हामीहरूको यो इन्टरकनेक्टेड छ भनेर यो ग्राफबाट पनि देख्न सक्छौँ। यो ग्राफ नभनौँ, यो म्यापबाट पनि देख्न सक्छौँ। यो सबै जहाजहरू ट्राभल गरेर आउन्। अब यहाँ के देखिन्छ भने इरान यहाँ माथि भयो। अब युद्ध सुरु गर्दाखेरि यमनले पनि यदि यसको रियाक्सन गर्यो भने उसले यो ठाउँ बन्द गर्न सक्छ भनेर भन्छ। तर यसमा समस्या चाहिँ के हुन आउँछ भने यो पनि बन्द गर्दाखेरि हो यतापट्टि युरोपलाई अप्ठ्यारो त पर्छ, तर जुन चाहिँ चाइना छ, चाइनाको इकोनोमी त अझै अप्ठ्यारोमा पर्दै जान्छ। भनेपछि यो वार सुरु भएर यता यमनले पनि बन्द गर्दाखेरि उसलाई अप्ठ्यारो पर्ने देखिन्छ। अब यताबाट जहाज छोडेर पठाउँ, यहाँ यो जहाज आउनु के अरे यता रोक्न सक्छ उसलाई फेरि। अब यमनबाट माथि जानलाई अब यमनले यहाँबाट पास दिएन भने अब फेरि चाइनिजलाई मात्रै दिन सक्छ, तर चाइनिजलाई मात्रै दियो भने फेरि उसले रोक्न सक्छ। अब यहाँ अर्को इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने यो जिबुटीमा चाइनिजको अर्को बेस छ। अब यो एकदमै स्ट्राटेजिक देखिन्छ यो बेस। अब यहाँबाट हुँदै उनीहरूले यो रेड सीबाट गयो भने उनीहरूको सुएज कनालबाट जाने यो बाटो भयो, यो सुएज कनाल भयो। अब यो सुएज कनालबाट गइसकेपछि ऊ त बिस्तारै गरेर मेडिटेरियन सीमा जाने भयो। अब यो सबै हेर्दा युरोपको जुन चाहिँ मार्केट छ त्यो त एकदमै ठुलो छ। अब त्यो मार्केट चाहिँ चाइनिजको सामान नपुग्दा चाइनिज इकोनोमीलाई त त्यसबाट पनि इफेक्ट पर्छ। भनेपछि यो
एकदम स्ट्र्याटेजिक गेम पनि देखिरहेको छ। जस्तै यता सुरु गरेर यता यमनले यहाँ ठुलो वार गरिदियो भने त चाइनालाई त अहिले जति इफेक्ट परिरहेछ त्यो इन्डाइरेक्ट इफेक्ट उसलाई पर्न गइरहेको हुन्छ। त्यो भएकोले अब पनि यमन डाइरेक्टली इङ्गेज गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ हामीले याद गरेर बस्नुपर्छ जस्तो लाग्यो मलाई। अब पनि मैले जुन चाहिँ कुरा गरिरहेको थिएँ यो सप्लाई चेन डिस्रप्सनको बारेमा, अब एउटा क्लिप मैले यो राखेको छु। यो बाहिरको विज्ञहरूले पनि यसबारे कुरा गर्न थालिसकेका छन्। Things that people didn't think about before this happened. If they thought about the Strait of Hormuz, they thought about oil. Maybe they thought about natural gas and LNG. They didn't think about fertilizer. They didn't think about helium. They didn't think about aluminum. They didn't think about petrochemicals. And it turned out that that region is much more integrated into the global economy because of all the economic development. अब यो चाहिँ अर्को क्लिप भयो। यसले चाहिँ यो एयरलाइन्स टिकटहरू अलि बढेर जानेछ भन्ने क्लिप राखेका छन् उनीहरूले। United Airlines is now warning it could raise ticket prices by as much as 20% as jet fuel costs surge. And experts warn things could get worse before they get better. KTLA's John Fenoglio live at LAX tonight. John. Micah, share that's right. Air travel is getting more expensive at the worst possible time. So many folks are trying to take those summer trips. We're talking about double-digit airfare hikes in the months ahead. And industry experts warn that once these prices go up, they're likely to stay up for quite some time. अब यो एयरलाइनको टिकट बढ्नुले यो अर्को भ्याल्यु चेन भनेको हामीको टुरिज्म इन्डस्ट्री पनि हो। अब टुरिज्म इन्डस्ट्रीमा यो 20% को जस्तो यो 25% को अहिले त अहिलेको लागि मात्रै भनौँ न, यो फेरि यो लम्बियो भने फेरि अर्कै कुरा हुन्छ। यो पर्सेन्टेज बढ्न सक्छ। यो यतिले बढ्न थाल्यो भने जुन चाहिँ टुरिस्टहरू छन् उनीहरूले आफ्नो जुन चाहिँ प्लान गरेका छन् उनीहरूले फेरि त्यो प्लान गर्छन् गर्दैनन्, अथवा त्यो प्लान अनुसार उनीहरू अगाडि जान्छन् जान्दैनन्। त्यो हुने साथ फेरि यो टुरिज्म इन्डस्ट्रीलाई इफेक्ट पर्न आउँछ। अब नेपाल जस्तो देशमा टुरिज्म इन्डस्ट्री भनेको एउटा जिडिपीको ठुलो पोर्सन हो। यो यसले गर्दा हामीहरूलाई आउने दिन अलि अप्ठ्यारो पर्ला कि भन्ने लागिरहेको छ मलाई। यसमा चाहिँ अब सम्बन्धित निकायले चाहिँ अलि ध्यान पुर्याउनुपर्छ होला यसमा। अब यो सबै चिजलाई हेर्दाखेरि चाहिँ हाम्रो आगामी दिनमा चाहिँ जुन चाहिँ इन्फ्लेसन हामीले नभनौँ मैले एक्सपेक्ट गरिरहेको छु त्यो इन्फ्लेसन चाहिँ अझै आउने जस्तो देखिन्छ। यो समस्या टरेको छैन। अब यदि फेरि यो वार सुरु भइहाल्यो भने फेरि यो अर्को चरणमा पुग्दा योभन्दा अलि भिन्नै खालको परिस्थिति बन्दै जान्छ। अब यो त कस्तो हुने भयो भने ठ्याक्कै यही हुन्छ भनेर भनिसक्ने अवस्था पनि होइन अहिले यो। अब यो सबै चिजलाई हेर्दा चाहिँ हामीले अब कस्तो खालको दिन देख्नुपर्ने हो एकचोटि यहाँहरूले पनि विचार गर्नु होला। यति भन्दै आजको लागि म बिदा हुन्छु। धन्यवाद।